Aspire Coaching and Motivation presents Voices That Matter, where stories become impact. मलाई मेरो कथाभित्र अथाह अथाह छ जस्तो लाग्छ। अशोकलाई यतै देख्दै थिएँ, अशोकले थुस्स कथा व्यथा सुनाउँदै थियो। मलाई क्यामेरा आएपछि हमाल दाई र यहाँ भर्खरै हुनुहुन्थ्यो हाम्रो राजन दाई, मैले देखिनँ। राजन दाईको त भाउजूलाई देखेँ, राजन दाईलाई चाहिँ देखिनँ मैले। राजन दाई को दुवै पात्रलाई लिँदै थियो। मलाई क्यामेरा आउँदाखेरि टन्न मस्त खानुपर्छ भनेर सिकाउने यी दाईहरू अहिले खाना हुँदैन भन्छन् यज्ञ, म कसको कुरो सुनौँ भन्नुहुन्थ्यो। अशोक, तिम्रो व्यथा आफ्नै ठाउँमा छ, मेरो कथामा अथाह अथाह चिज छ। म भाग्यमानी पनि छु, अहिले धेरैका टिकटक फेसबुकका रिल्सहरूमा आदर्शको कथा आउँछ, राज दाईले लिएको कथा आउँछ। मलाई खुसी छ प्रदीपको कथामा म आउँछु। मलाई कस्तो लागिराखेको छ भने सानो बच्चाहरूलाई पहिला पहिला कथा सुनाएको जस्तै सजिलो होला भनेको, ठुलो ठुलो अनुहार अनि यस्तो माहौलमा कथा सुनाउन गाह्रो हुँदो रहेछ। इट्स सो हार्ड। थ्याङ्क यू अनिस फर योर सपोर्ट ब्याकबारमा। अनि यो कथाभित्र मैले अहिले राजु दाईलाई पनि भनेको थिएँ, राजु दाई तपाईँ मेरो कथाको पात्र हो। राजु अधिकारी र म, हामी एउटै मूलको पानी खाएको, हामी लप्सीबोटे अधिकारी, त्यसैले निखर कालो छौँ तर भित्रै मनदेखि सफा छ है राजु दाई। एकदम यो संसारमा गोरा अधिकारीहरूको म भन्दिनँ, काला अधिकारीहरूमा पनि राजु अधिकारी र यज्ञ अधिकारीको विश्वास गर्दा धोका हुँदैन। कि दाई मैले गलत भने? सरी, मैले किनभने धेरै साथीहरू बाहिर हामी अलिकति ऊ भइराख्या हुनाले पनि मैले अलिकति सहज बनाउनलाई सरी, मैले थोरै बढी समय लिन सक्छु बिकज दिस इज माई फ्यामिली सो। इट इज अल क्यामेरा दे आर माई फ्यामिली। सबै अनुहार चिर परिचित, एकाध धागा टोपी लगाउने बुवाहरूलाई चाहिँ मैले भर्खर भर्खर देखेँ, बाँकी सबै अनुहारहरू मेरा लागि चिर परिचित। मलाई म भनेर राम्ररी चिन्न नहुने धेरै साथीहरूलाई म को रहेछु म मेरै कथाबाट बताउँछु। मेरै कथाको मै पात्र हुँ। मेरी प्रियतमा अघि हमाल दाईको कथामा तप्प तप्प आँसु चुहाउँदै थिइन्। बुढी, त्यो कथा जस्तै व्यथा त मेरो कथामा छैन होला, तर म अथाह चिज दिन्छु। म यति धेरै बोल्न सक्ने पहिला थिइनँ अस्मिता बहिनी, तिमी जस्तै थिएँ म पनि। 2058 सालमा एसएलसी दिएपछि मैले मेरो बुवाको पुस्तक बेचेँ। 16 हाते गणेश, थाहा छ रत्न पार्कमा 16 हाते गणेश छ त्यहाँ। 2058 सालमा राजा वीरेन्द्रको हत्या भएपछि मेरो बुवाले मेरो राजा भन्ने कवि चाहिँ खण्डकाव्य लेख्नुभयो। त्यसपछि त्यो खण्डकाव्यलाई बुवाले क्यासेटमा पनि निकाल्नुभयो। यो कथा मेरो कथासँग पनि कनेक्टेड हुन्छ, म कनेक्ट गराउँछु। र हरेक कथाहरू एकादेशमा एउटा राजा र रानी थिएबाट सुरु हुन्छ। मेरो कथा पनि त्यही नै हो, एकादेशमा एउटा राजा र रानी थिए। साँच्चै एकादेशमा एउटा राजा र रानी थिए। मेरो राजा मेरो बाले लेखेको वीरेन्द्र राजाको सो काव्य थियो। म 16 हाते गणेशमा बेच्थेँ त्यो पुस्तक। मलाई हकर थाहा छ नि, पुस्तक र पत्रिका बेच्नेहरूलाई हकर भन्छन्। मैले यो बोल्न सबै चिज 16 हाते गणेशकै अगाडि सिकेको। त्योभन्दा अगाडि मेरा पनि हात काँप्थे, ओठ लर बराउँथे, म यसरी आँखामा आँखा कसैको पनि जुदाएर बोल्न सक्दिनँ थिएँ। बट द्याट टट मी अ लट। मेरो बाले मलाई दुःख सुनाउनुहुन्थ्यो, मेरो आमा मेरो अगाडि भलभली रुनुहुन्थ्यो दुःखका कुराहरू गरेर। म दुःखी परिवारबाट आएको, दुःख पाएको, दुःख गर्दै गर्दै अहिलेसम्म यहाँ आएको। मेरो त्यो फोटोसँगै जोडिएको एभरेस्ट अटो रिपेयरसम्म पुग्छ मेरो कथा। सुन्दै जानुहोला, यो धेरै कथा मैले भने नि मेरो कथाभित्र अथाह अथाह चिज छ। म आफूलाई 58 सालमा एसएलसी दिइसकेपछि आत्मनिर्भर हुनको लागि मैले मेरो बाको पुस्तक बेच्थेँ। 11-12 मा बनहाटमा पढ्थेँ। यहाँ बनहाट लेखेको हुन्थ्यो, कलेज 11 बजे सकिन्थ्यो। म ग्यालेक्सी ज्ञानेश्वरमा पुग्थेँ। मलाई मासु भात असाध्यै मनपर्ने। ग्यालेक्सीकै अगाडिपट्टि एउटा मासु भात बेच्ने एकजना आन्टी हुनुहुन्थ्यो। उहाँलाई बुवाले भन्नुभएको थियो मेरो छोरोले जति थपेर खान्छ दिनुहोस् है मासु भन्नुहुन्थ्यो। म मासु र भात खान्थेँ जेब्रा झोलामा। मेरो राजा मेरो इयरफोन मोडमा हुनुपर्ने, कसले ठोक्यो होला फोन? ओके, सरी फर द्याट वान। म मासु खान्थेँ,
र त्यसपछि जेब्रा झोलामा भएको त्यही मेरो राजा र परलोकतन्त्र के अरे पुतना र प्रजातन्त्र भन्ने पुस्तक लिएर म 16 हाते गणेशमा बेच्न जान्थेँ। कहिलेकाहीँ पानासोनिकको त्यो वाकी ट्वाकी के अरे वाकम्यान यहाँनिर बेर्थेँ, कालो सर्ट निलो यो के अरे कालो प्यान्ट निलो सर्ट लगाएर कालो कालो मान्छे है। अहिले त म भर्खरको छु, त्यतिखेर त म भर्खर 18-19 को थिएँ, कलिलो है कि साह्रै मजाको लाग्ने। अनि म बजाउँथेँ, कहिलेकाहीँ त्यसको ब्याट्री सकिन्थ्यो, अब पुस्तक त बेच्नै पर्थ्यो, के गर्ने। म भाका हाल्थेँ, बाले अनुष्टुप छन्दमा लेख्नु भएको थियो, त्यो पुस्तकको म एउटा अंश पनि सुनाउँछु। मैले यसरी गाएर बेच्थेँ, कसरी गाएर बेच्थेँ, के गर्थिस् भनेर। त्यसको टुक्काहरू थिए अनुष्टुप छन्दमा, सबै भने त समयले नै पुग्दैन। पहिले टुहुरा बाँचुन् अनि मात्र म बाँचुला, पहिले विधवा हाँसुन् अनि मात्र म हाँसुला भन्दै आफै भाका हाल्थेँ जब वाकम्यानले साथ दिँदैन थियो। बाले सुनाउनुहुन्थ्यो मलाई र म त्यसरी हुर्किँदै यसरी आफ्नो एउटा कला, बोल्ने कला हो रहेछ यो, यसरी डेभलप गर्दै गर्दै गएँ। 2061 सालमा यहाँ राजेश भाइ हुनुहुन्छ, भिडियोग्राफर भाइ, उहाँसँग मैले यहीँ क्यानबेरी आएपछि चिनेँ। उहाँको दाइ होइन त सुमनजी, उहाँ र म हामी बालसखा असाध्यै मिल्ने। मेरो घरबेटी दाइ महर्जनको छोरो ज्याफु मतलब अत्यन्तै मेहनती। मैले थोरै बहुत नेवारी त्यहीँ सिकेँ। उसले अमेरिका अप्लाई गरेको रहेछ, अमेरिकामा भिसा रिजेक्ट भएपछि फ्रस्ट्रेट भयो। साथीको मन हो, साथीलाई दुःख परेको बेलामा बुझाउन जान्छ। कसरी बुझाउँछ म भन्छु। मैले भने नेवारको छोरो, काठमाडौँमा 3 तल्ले घर छ, लाजिमपाटमा पैसा योसँग टन्न छ, मसँग सिप छ, यसलाई मिलाउन पाएर व्यापार गर्न पाए हुन्थ्यो भनेर मैले त्यो कतिखेर फ्रस्ट्रेसनमा जान्छ र भनौँला भनेर बसिरहेको थिएँ। अमेरिकाको भिजा ठ्याक्कै सकियो। मैले उसलाई भने सुमन नाति यार, आफ्नै देशमा केही गर्नुपर्छ बुझिस्, यो अमेरिका भनेको यस्तै हो। के थाहा ठ्याङ्गा ला ट्विन टावर पड्का जाँदाखेरि त बसे ठाउँ पड्क्यो भने यो जे भएको छ राम्रोको लागि हुन्छ, भगवान् जो करे सो भला करे, पैसा निकाल, अब गएर के स्टेसनरी राख्ने बुझिस् भने। मसँग स्टेसनरीको थोरै अनुभव थियो, किनभने मैले 59 सालमा विज्ञान पुस्तक भण्डार हरि सुवेदीजीको उसमा चाहिँ नि मैले फर्स्ट स्टाफ, र आइम भेरी लक्की। उहाँले मलाई 1500 कबुल गर्नुभएको थियो पहिलो महिना, तर दिँदा मलाई 2500 दिनुभयो। मैले त्यतिखेर म भित्र के थियो थाहै भएन। मैले पछि भन्छु, यो मेरो कथाभित्रै आउँछ यो पनि। म दङ्ग परेँ। त्यो भएर स्टेसनरी राख्ने अनुभव थियो। मैले उसलाई भने हेर लाग्छ पैसा त के 40-50 हजार रुपियाँ, टेबल चाहियो, सोकेस चाहियो, यो सबै चिज चाहियो, तँसँग छ पैसा, मसँग त त्यस्तो पैसा छैन, गरौँ, म समय निकाल्छु। म नैका बस्ने कलङ्की चोकबाट पत्रिका लिएर गएर बिहान पत्रिका बेच्ने काम म गर्छु, तँ दिउँसो खानासाना खाएर आइजो। म त्यतिखेर पढाउँथेँ पनि। मैले पढाउन 2059 सालदेखि सुरु गरेँ होम ट्युसन पढाउनलाई। अनि होम ट्युसन पढाउँदा मजा कति, यहाँ कोही मास्टर जीवनबाट आउनुभएको कोही हुनुहुन्छ मास्टरी गरेर आउनुहुने, उहाँलाई थाहा हुन्छ ट्युसन पढाउँदाको मजा छुट्टै हुन्छ। अझ होम ट्युसन पढाउँदा मजा छुट्टै, खाना पनि दिन्छन् अनि 10वटा हजार 1 घन्टा पढाएको दिन्छ। यता स्कुलमा उसमा अन्त पढाउनु पऱ्यो भने 4000-5000 भन्दा स्यालेरी हुँदैन थियो। होम ट्युसन 1 घन्टा पढाएर 10,000, खाना पनि दिने, मजा आउँथ्यो। त्यसरी पढाउन जाने। उसले मैले बिहान पत्रिका बेच्ने, ऊ दिउँसो खाना खाएर आउने, म होम ट्युसन पढाएर आउने, अनि बेलुकीखेरतिर भएपछि चाहिँ दोकान बन्द गरेर घर जाने। हाम्रो यसरी चलाएको थियो। 2061 सालमा मैले स्टेसनरी राखेपछिको कुरा हो यो। सधैँ म पत्रिका लिएर आउने। यहाँ कसैले हकरको काम गर्नुभएको छ भने थाहा छ, नत्र भने थाहा हुँदैन। म भनिदिन्छु एकदम असली कुरा। कान्तिपुर पब्लिकेसन असाध्यै क्रेज भएको पब्लिकेसन्स। त्यतिखेर 61 सालमा 4 रुपियाँमा बिक्री हुन्थ्यो। हाम्रो आफ्नै 3 रुपियाँ 20 पैसा पर्थ्यो, जम्मा 80 पैसा नाफा हुने। अन्नपूर्ण, हिमालयन टाइम्स, नेपाल समाचार पत्र, अरू पत्रिकाहरूमा राम्रो मार्जिन पनि बस्थ्यो। उहाँहरूले जति बिक्री हुन्छ बिक्री गर्नुहोस्, नभएको हामी फिर्ता लिन्छौँ भन्नुहुन्थ्यो। कान्तिपुर पब्लिकेसनको चाहिँ डिमान्ड धेरै भएर होला, उहाँहरूले हामीलाई के भन्नुहुन्थ्यो भने हामी जम्मा 10% मात्र फिर्ता लिन्छौँ है भन्नुहुन्थ्यो। मैले 20वटा पत्रिका लिएर जान्थेँ, उहाँले जम्मा 2टा फिर्ता लिनुहुन्थ्यो, बाँकी बेच नबेचे सबै घाटा भन्नुहुन्थ्यो। यो 2061 साल असोज 12 गतिको कुरा। मैले प्रदीपजीलाई एउटा फोटो पठाएको थिएँ। त्यो फोटो रिले गर्न मिल्छ कि मिल्दैन थाहा छैन, मिल्छ भने भयो, नभयो नि म त्यो ग्रुपमा फोटो छ, आई विल सेन्ड द्याट फोटो इन द्याट ग्रुप। जो हुनुहुन्छ उहाँले हेर्नुहुन्छ। द्याट फोटोको मेरो कथाको मेन चिज नै त्यही हो। र भाइले युटर्न भन्यो, मैले यो कथाको शीर्षक मागेको थियो मसँग प्रदीपजीले। मैले उहाँलाई न्युटन
एन्ड युटर्न भनेर भने। वाइ न्युटन वाइ युटर्न, आइल कम लेटर। त्यसपछि 2061 साल असोज 12 गते म त्यस्तो धेरै मिति तिथि एकदम कन्ट पारेर बस्ने चाहिँ होइन, भाइले स्टोरी भन्नुपर्छ भनेर, मेरो कथामा कहीँ सत्यता छ कि छैन त भनेर मैले अस्ति मेरो बहिनीलाई चेक गर्न पठाएपछि मैले मिति र फोटो सबै मागेँ ताकि मलाई कथामा सजिलो पनि होस् भनेर। त्यो 2061 साल असोज 11 गते इन्द्र जात्रा, राजा ज्ञानेन्द्र र कोमलले चाहिँ उहाँहरूले चाहिँ कुमारीको उसमा चाहिँ फुल अर्पण गर्ने बेलामा कान्तिपुर पब्लिकेसन्सले खिचेको असाध्यै राम्रो पत्रिका भोलिपल्ट असोज 12 गते कान्तिपुर पब्लिकेसनले फ्रन्ट पेजमा कलर फोटो छापेको थियो। एन्ड माई स्टोरी बिगिन्स फ्रम हियर। म बिहान अरू दिन जस्तै गरी 4:30 बजे उठेर कलङ्की चोकमा पुगेँ। यहाँहरू कतिलाई थाहा छ छैन, बुवाहरूलाई त पक्कै थाहा छ, इन्द्र जात्राको सेरोफेरो पानी पर्छ। इन्द्र जात्रा पनि सायद त्यही उसमै मनाइन्छ, पानी भनौँ इन्द्र भगवान्लाई खुसी बनाउन भनेर, र पानी पनि पर्छ। पुरा संयोग हो कि हाम्रा एस्ट्रोलोजर्सहरूले मिलाएको त्यो तिथि मिति दिन कस्तो मिल्छ भने ठ्याक्कै नै मिल्छ। अनि पानी पर्ने बेला थियो, बिहान 4:30 बजे गएँ, पत्रिका लिएँ, ओछ्याएँ, सबै चिजहरू गरेँ भरेँ। म होम ट्युसन पढाएँ, आएँ 3-3:30 बजेतिर म स्टेसनरीमा आएको। ती वरिपरिका पसलेहरूले 4-5वटा पत्रिका किन्थे, रेगुलर लिन्थे। अनि 3-4वटा अरू एक्स्ट्रा बिक्री भएको रहेछ। पत्रिकाको त कान्तिपुर त चाङ बाँकी नै रहेछ। जम्मा 2टा भन्दा फिर्ता लिँदैन, बर्बाद भयो। हामी लुडो खेल्थ्यौँ, कोही काम नभयो भने लुडो खेलेर बस्थ्यौँ। अनि हामी चाहिँ यहाँ जस्तो ठ्याक्कै मन्थ गरेर महिनावारी तल के अरे भाडा हामी नेपालमा दिँदैनौँ। कतिले भाडा तिर्नु भएको भए जुन दिनदेखि तपाईँ बस्नुभयो त्यसपछि अर्को त्यही दिनसम्म महिना मर्ने हो। सायद हामी यस्तै 12-13 गते कति गतेतिरबाट सुरु गरेका थियौँ होला स्टेसनरी स्टार्ट गर्नलाई। घरबेटी हामी आउनुभयो, मालाकार हुनुहुन्थ्यो उहाँहरू, र उहाँहरूका हामी सुरुमा एप्रोच गर्न जाँदाखेरि मलाई उहाँ आमाले चिया अफर गर्नुभयो, मलाई र सुमनलाई। हामी माथि गयौँ, त्यसपछि चिया गर्ने बेलामा चाहिँ हामीले उहाँको घरभरि फोटो देख्यौँ। राजा रानीका फोटाहरू टन्नै रहेछन्। उहाँको श्रीमान पहिला दरबारमा काम गर्नु हुँदो रहेछ। मैले सोधेँ, मा तपाईँले चाहिँ दरबारमा काम गर्नु भएन भने? पढे लेखेको मान्छेले मात्रै जागिर पाउने रहेछ, श्रीमानले गर्यो मैले त गरेन भन्नुभयो। अनि उहाँ हाउसवाइफ हुनुहुन्थ्यो, उहाँको छोरा सुनिल दाई हुनुहुन्थ्यो। चिया खायौँ, सबै मैले फोटाहरू देखेँ, सबै राजा रानीका फोटाहरू सजाएर राख्नु भएको रहेछ। अनि असोज 12 गते पनि उहाँ भाडा लिन भनेर खन्टाङ गर्दै आउनुभयो। यो मेरो स्टेसनरी हानागुलु चोकमा थियो, बल्खुबाट र कुलेश्वरको बिचतिर पर्ने। अनि माको घुँडाको प्रब्लम थियो। मैले मा छुजु ल भनेर सोधेँ। म नेवारको घरमा बसेपछि थोरै बहुत नेवारी त अलिअलि आउँथ्यो, राकेश मलाई बटिचा नेवारी आउँछ है। अनि मैले मालाई सोधेँ, बा छुजु ल भनेको, घुँडा दुखे बाबु, बुढो भयो नि अब भन्दै आउनुभयो। मलाई थाहा छ बुढी माउ भाडा लिनला भनेर सकि नसकी माथि उक्लेर आउनुभयो। अनि मैले सुमनलाई भने, बुढी माउ आइन्, 700 रुपियाँ भाडा थियो, 700 रुपियाँ ठिक भाडा भने। मलाई फेरि यो यस्तो यो लेनदेन कारोबारमा सकेसम्म आफू अगाडि सर्न मन लाग्दैन। राशि नै धनुराशि, मूल नक्षत्र नै मेरो चाहिँ यो धन परेको, हातमा मरे पैसा जोगिँदैन। जोगिएको भए सायद अस्ट्रेलियामा मैले नि घर किन्थेँ, तर एउटा सानो घर चाहिँ मैले लिएँ, कतिलाई थाहा छैन। अस्ति वेस्टफिल्ड बेल्कोनेनमा $99 सपमा एउटा सानो घर रहेछ, मैले लिएर आएँ। बुढीलाई देखाएको पनि छैन, जुन दिन अड्छे त्यो दिन देखाउँछु भनेछु। सरी फर द्याट वान फन। अनि मैले घरबेटी माला दिएँ। अनि यसो सोचेँ मैले, पत्रिका त टन्नै बाँकी छ, अगाडि फ्रन्ट पेजमा राजा रानीको फोटो छ, बुढीको घर बुढीमाउको घरभरि मैले राजा रानीको फोटो देखेको छु। यसो सोचेँ, मा म यो कार्ड दिन्छु, फोटो कलर फोटो, यसलाई भित्तामा लिएर गएर राख्नु। ऊ त्यो अगाडिपछि हाम्रै फेरि स्टेसनरीभन्दा अगाडिपट्टि सिसा पसल थियो सुनिल भन्ने भाइको। अनि उसले कार्ड दिन्छ, त्यो फ्रेमको टुक्रा टाक्रीको सिसाको कार्ड दिँदाखेरि तपाईँलाई 2-3 रुपियाँमा फ्रेम बन्छ, यो फोटो राख्नुहोस् भने काटेर मैले उहाँलाई दिएँ। अनि बुढी माउले सुर्के थैली त थाहा छ नि होइन, सुर्के थैली यसरी निकाल्नु, म त अचम्म लाग्यो। मैले भने मा हाम्रोतिर त सुर्के थैली यतातिर राख्छन् भने। अनि माले पनि फेरि हँसी मजाको, म पनि पहिला यतै राख्थेँ, ब्याज बढी आउँथेँ बाबु, अहिले त अब बुढी भइयो भन्नुभयो, यता राख्नु भएछ। द वाज अ फन। अनि उहाँले निकाल्नु हो, अनि मोहर 8वटा मोहर निकालेर टेबलमाथि राख्नु। मैले भने मा पैसा पर्दैन भने। अनि सुमनले पनि उसलाई त नेवारी अझ बढी आउने, अब ढेवा मस्यो अथवा के भन्यो होला। अनि मैले भने मलाई मा भने मलाई भने पर्दैन होइन।
पर्दैन कहाँ बाबु तपाईँहरूको पानी पैसा पर्छ यो राख्नुहोस् भन्नु हो। अनि मैले सुमनलाई राख बुढी मैले भने नि राख भने। त्यसपछि हामी पसल बन्द गयौँ। मैले भने पानी परि नै राखेको थियो। म नैका बस्ने कलङ्की चोकबाट नैका सिप्रदी थाङकोट जाने बाटोमा पहिला असाध्यै जाम हुने, एकदमै जाम हुने नाइट बसले गरेर। पानी परिराखेको थियो, मसँग सिटी 100 कालो सिटी 100 थियो। पानीमा रुजिरहनुभन्दा चाहिँ बरु साइड लागेर बस्छु, मलाई तलतल लागेको थियो। तलतल भनेको त्यही हो, पानीमा रुज्नुभन्दा भनेर 5 रुपियाँमा 2टा तलतल मेट्ने कुरो दिनुहुन्थ्यो। मैले दिएँ, तलतल मेट्ने कुरो लिँदै थिएँ। मेरा इबोट नजिकै 2टा औँलाहरू राख्दै तलतल मेट्दै थिएँ। मेट्दै मलाई म भित्रको न्युटन जागेर आयो। एन्ड आई फाउन्ड अन द्याट डे a very interesting thing. On behalf of a proprietor as being a Everest Auto Repairs, मैले पुरस्कार पनि मैले अघि प्रदीपजीलाई नै भनेको थिएँ। यदि कसैले मिलाउनु भयो र मेरो मस्तिष्कमा त्यतिखेर के आयो होला, मका न्युटनले के ल पत्ता लगाएर गयो होला, जसले मिलाउनुहुन्छ उहाँहरूलाई वर्षभरिको सर्भिसिङ फ्री फ्रम एभरेस्ट अटो रिपेयर्स। के आयो होला त मेरो मनमा त्यतिखेर तलतल मेटाउँदै गर्दाखेरि? Yes? Aha, that's a good idea. तर त्यो आएको थिएन. Anything else? Anything else? Still, yes. My good friend, and Adarsh is here. Thank you, Adarsh sir. If I'm here in Canberra, it's all because of Adarsh sir. Thank you, Adarsh sir. It's all because of him and his guidance. मेरो स्टोरीमा उ कहिले टुट्दैन, एकछिनपछि फेरि पनि आइपुग्छ. Somehow. Yes. मेरो राजा त्यतिखेर सम्बन्ध पनि थिएन। मेरो सोच मैले भने नि, मैले मेरो साथीलाई विदेश जान्ने होइन भनेर स्टेसनरी हला मान्छे पक्कैमा आउने सोचमा थिएन। मेरो कथामा यो पनि आउँछ। मेरो दिमागमा एउटा यस्तो चिज आयो, and this needs to be noted by everyone, and that's how I changed my life and I got U-turn. यहाँ त अस्ट्रेलिया आएपछि थाहा भयो क्या, राम्रोमा पनि त्यही वर्ड युज गर्दो रहेछ, नराम्रोमा पनि त्यही वर्ड युज गर्दो रहेछ. Sorry for that. Fucking today I sold newspaper to an illiterate woman, and I did that one, and it's a big challenge for everyone. If you can sell, then you are a greater man. I really sold a newspaper to an illiterate man in my life, mate, and that person is in front of you all and telling a story. If you wish, you could do everything. You can sell everything to anyone, but you should have got that trust. विश्वास हुनुपर्छ भाइ, विश्वास बेच्ने हो, अरू चिज होइन. बस यो न्युटन म भित्रबाट जाग्यो. हेर्नुहोस् त, न्युटनले त ल अफ मोसन पत्ता लगाएको थियो, न्युटनले त युनिभर्सल ग्राभिटेसन पत्ता लगाएको थियो. म भित्रको न्युटनले मेरो कला जगाइदियो. भाइ तैँले त जे पनि बेच्न सक्दो रहेछस् यार. अनपढ मान्छेलाई पनि मैले कहाँ लिएर आएँ? म 16 हाते गणेशमा मेरो बाको कविता, यो हाम्रो खनचुवा बुद्ध सबै अस्त्र बुत्याउँछ, सबै अस्त्र बुत्याएर ज्ञान शास्त्र बताउँछ भन्दै गएको र सुकाउँदै पढ्न नसक्नेलाई मैले बालाई भनेर मेरो राजा क्यासेटमा निकालिकन बेचेको रहेछु. थुक्क मेरो बुद्धि, बेच्न त जसलाई जे पनि सकिँदो रहेछ भन्ने भयो मैले. तर मेरो इन्टेन्सन बुढी माउलाई किताब बेच्नु चाहिँ थिएन. मैले पढ्दैन भनेको थिएँ. वाट आई रियलाइज, इफ यु विश यतिको चिजको कला मसँग हुन्थ्यो भने त सकिँदो रहेछ नि त भन्ने भयो. राजा पुस्तक नै बेचेर मेरो बाले मलाई अस्ट्रेलिया पठाउन चाहिँ. यु आर राइट. मेरो बाले मलाई कहिले पनि यो मास्टर होस् भन्, मिनट त 10 मिनट कि कति भनेको थिएँ, बढी नै भयो जस्तो छ. एकैछिन, इफ यु डोन्ट फिल बोर, आई वान्ट टु इनलार्ज है. अनि काटेर एडिट गरेर थोरै हालौँला पछि है. सरी फर द्याट वान. अनि मेरो बा शिक्षक 42 वर्ष पढाउनु भयो, नेपाली. त्यो पनि मेरो बाले घर बनाउनु भयो नेपालमा, नैकापमा. सम्पूर्ण काठमाडौँ मेरो भन्न पाउँछु, नैकापको हाइटमा छ मेरो घर. अनिश भाइ त पुगेको छ. मैले काठमाडौँ यसरी हेर्ने हो, प्रदीप यु नो द्याट. मैले म्याथ पढाउँथेँ, अकाउन्ट पढाउँथेँ. 12 वर्ष प्रोफेसर भएँ म. जिन्दगी मैले बोलेरै कमाएँ, बहुत कमाएँ, मान्छे कमाएँ, पैसा कमाएँ. बुढी जोगाउन सकिएन, छुट्टै कुरा हो, छोडिदेऊ. धेरै कमाएँ मैले, मेरो विश्वास कमाएँ.
मैले भने म यहाँका अक्खा व्यापारीहरूसँग जीवनदा यस्तै हुनुहुन्थ्यो अक्खा व्यापारीसँग आँखा जुदाएर यसरी बोल्छु म किन थाहा छ द्याट्स माई कन्फिडेन्स अस्मिता बहिनी because I supported all these businessmen without taking any commissions. They all are here. Did I take any commissions from anyone? Never and ever. मैले विश्वास कमाएको छु माया कमाएको छु यति भए पुग्छ मलाई म मर्दा अनिश भाइ हेरिरहला 4-5 थोपा आँसु चुहाउँछन् यिनीहरूले यो कमाएको छु मैले and this is the life where I got U-turn. After that I applied in bank, Clean Energy Development Bank. मेरो जीवनमा मलाई लाग्थ्यो संसारका परम 3 सुन्दरी त्रिपुरा सुन्दरी मेरी आमा मेरी श्रीमती र मेरी छोरी जस्तो लाग्थ्यो. After that I met 3 param sundari in Clean Energy Development Bank. Barsha Shrestha, General Manager. Ma'am, if you say this in a YouTube, you will be proud of me. Vinisha Maske, Ayal Acharya Maske ko chaine Ayal Acharya ko buari, hamro chaine Vishwa Prakash Maske ko chori, wa hamro bank ko chaine HR manager hununtyo. Ra Sri Maladi, I miss you every time. These 3 ladies took my interview, and on that day I told them, what's your specialty? I told them, I showed a newspaper to an illiterate woman. They were shocked. They want to listen my story. And they kept me immediately, and they told me on the first day of my interview, please manage your classes in tuition and schools. You are hired after 15 days. कसैको इन्टरभ्यूमा आजसम्म म लेखेर दिन्छु you are hired भनेर कसैलाई पनि भनेको छैन होला. That is man in front of you all. You should clap for me. Give me a good clap, mate. This is what I achieved in my life. Really, this is my story. What we wish we could do that. त्यो गट्स चाहिँ हुनुपर्छ हैन आदर्श नत्र भने त पोछा लाउँदा पनि पानी भिज्छ. And the employee said, you can't do anything, but he proved himself. That's why you are here, mate, and you are always here. This is the thing. Story कुना कुनामा हुन्छ साथीहरु. पात्रमा हुन्छ स्टोरी. मेरी श्रीमतीले मलाई दिनको 10 वटा स्टोरी सुनाउँछ. मै अब छु बुझ्दिन. अमाल दाइ तपाईको स्टोरी मलाई बुढीले 10 दिन सुनाउँछ. बुढा अब त तिमी 40 कट्यौ. I don't look like that. सुप्रिम भाइ कहाँ छ? यसपछि उसकै पालो हो. Where is Supreme? He told me दाइ छैन. अब यसपछि उसको पालो होला जस्तो लाग्यो मलाई. He told me that you look very young each and every day. हो म यही विश्वासका साथ बाँचेको हुन्छु. हेर्नुस् त मेरो कथाभित्र कति अथाह चिज छ. त्यही चिज मैले आमालाई बेचेको पत्रिकाको कुरो ब्याङ्कमा बेचेर मैले रिलेसनशिप अफिसरको जागिर खाएँ. आई एम अ ब्याङ्कर. अब मैले त अलिकति कम्युनिटीको ट्रस्ट बेसी गेन गर्न थालेँ. आई वाज अ लेक्चरर. मैले पढाएका कैयौँ विद्यार्थीहरू विदेशमा छन्. यहीँ अस्ट्रेलियामा छन्. more than 1,000 students in Australia. One day, you all will listen my interview in YouTube. My TV, because this is what I learned and I taught to my students. Be confident, mate. You can do anything. मलाई अस्ति मैले अनिश भाइलाई पनि देखाएँ. आजभन्दा मैले त्यो भाइलाई 12 वर्ष अगाडि एडमार्कमा पढाएको रहेछु. मैले उसलाई भनिदिएको थिएँ तिम्रो भाइभित्र नि अर्कै चिज छ. Don't scold him, let him fly in the sky. And he proved just a week ago उसले एउटा एप्स डेभलप गरेको रहेछ. अनि उसले उसको दाइ बडा खुसी भयो. दाइ तपाईले मलाई भन्नुहुन्थ्यो तेरो भाइले केही न केही गर्छ भनेर. आज गरिदियो भने मैले उसलाई भने त्यो छोड्दे. तेरो सर हिरा व्यापारी हो. त्यही बेला हिरा चिनिसकेको थियो. परैबाट टल्किएको हिरा व्यापारीले कुना कुनाको हिरा देख्छ. अशोक तिमी मेरो हिरा हौ. अहिले एनआरएनको प्रवक्ता छौ. कुनै दिन प्रेसिडेन्ट हुन्छौ. तर धेरै कुराहरू सुधार्दै जाऊ. दिस इज व्हाट हिरा व्यापारी डज इन द मार्केट. कसैलाई बोर भएको छ भने म यहीँ टुङ्गाइदिन्छु. होइन भने अझै तन्काइदिन्छु. अझै मैले तन्काइदिएँ. 2टा चिज तन्काइदिएँ. मैले यी सबै कुराहरू यहाँहरूको अगाडि किन भनिराखेको छु? Because with my photo you all can see Everest Auto Repairs and Workshop. म मेकानिक न केही. उ त्यो कुनामा बस्ने झुस्सा दारी पाल्ने बक्खरको केटोले मलाई दाइ आजभन्दा ठ्याक्कै 1 वर्ष अगाडि यही प्रदीप भाइकै छोराको बर्थडेमा चाहिँ मलाई come and join to Everest Auto Repairs. I need you a partner. मैले भने भाइ अघि जस्तै fucking crazy face.
मेकानिक खोज अथवा के खोज, तँलाई फाइनेन्सियल सपोर्ट चाहियो, म छु, कसैलाई भन्नु पऱ्यो बरु म पैसा भएर होइन अरूलाई भन्छु भने होइन आई निड यु भन्, यहीँ छ सोधे हुन्छ। केही जाने छैन मैले। हि इन्भल्भ मी इन अ बिजनेस, मेबी हि हेज सिन, यो पनि अर्को हिरा व्यापारी हो, एन्ड हि नोज द्याट हि क्यान प्रुभ द्याट एभरेस्ट अटो रिपेयर्स गोना ब्लास्ट इन दिस मार्केट। द्याट्स वाट आई डिड, इफ नट हि इज हियर। सो भाइ हामी जहाँसुकै, मैले त आज आफ्नो व्यापार आफैले गरे, यति जाने थिएँ र मैले भने नि म अनपढलाई पत्रिका बेच्न सक्छु भने म आफूले आफूलाई मार्केटमा 1000 को बोली लगाएर कसैलाई पनि बेच्न सक्छु। आइ एम हायर्ड, प्लिज बी रेडी टु पे मी। यो हो भोइस, यो चिज कन्फिडेन्स डेभलप गर्नलाई बडा ठुलो छाती चाहिन्छ, निर्धक्क हुनुपर्छ, तर जिन्दगीमा कहिल्यै झुट बोल्नु हुँदैन। बी always trusty person. If your words comes out, that's everything for you. यति भन्यो भने धेरै चिज पुग्छ। Thank you so much for listening my story. Thank you so much. Thank you. Principally supported by Aussie Finance and Home Loans Canberra. Supported by GTM Property Solutions, Starlink Mortgage and Finances, Everest Auto Repair and Workshop, Safari Travel and Tours Australia, Success Education and Visa Services, Lumini Grocery and Nepali Mart. Videography partner, Samay Photography. Media partners, Aviyukta and What's Happening Australia. Content creation partner, The Osmiso. Sound partner, DJ BJ. Venue partner, The Chimney Nepalese Restaurant and Bar. Photography partner, Prakash Khanal Photography. Stay tuned for stories and other contents.